यसरी डुब्की लगाइदिउँ हैन। मजा आउँछ। म यत्न तल आइसकेँ, अघि उमा माथि थियो, यहाँ आइपुगिसकेँ। पारीदेखि हेरिरहेछन् अङ्कलले, माछा मारिरहेछन् त्यहाँ पारी। यहाँनिर छन्, म देखाइदिन्छु अहिले गएर माछा कति मरेको छ। नदीमा कोही छैनन्। यस्तो फोहोरहरू छन् क्या खोलामा। त्यहाँ पारी गङ्गटा छ, छोप्नु यहाँनिर छ होइन। यसलाई चाहिँ टोक्यो भने खतम पारिहाल्छ। यो गङ्गटा छ, छोप्यो है गङ्गटा। कालो छ है, कालो छ गङ्गटा पनि, यति धेरै कालो छ। यो गङ्गटालाई घर लाएर यसलाई चाहिँ मजाले फ्राई गरेर खानुपर्छ। काँचै खाइदिने क्या हो। अरू पनि भेट्यो भने अरू पनि छोप्नुपर्छ। लाउनु त्यसमा हाल्नु। भाग्न त भाग्दैन त्यहाँदेखि, मार्ने हो, मार्नु न यसलाई। त्यस्तै ठुला काठो आउँछन्, कहाँ माछा पर्छ। यसको यसले टोक्यो भने त रगत निकालिदिन्छ होला। कुच्चा गरेर खाने हो कि यसलाई, सिलौटोमा कुचेर। धोती खायो भने के हुने। एउटा भेटाइहालेँ है साथीहरू, एउटा चाहिँ भेटाइहालेँ। अब एउटा हातमा क्यामेरा छ, एउटा हातमा कसरी मार्ने त। डाम्नलाई यसलाई चाहिँ अब यसलाई कसरी मार्ने त। अब यो एउटा सानो भेटिया छ, यसलाई यहाँ खुट्टा मुनि राख्छु होइन, यसो गर्छु यसलाई चाहिँ। अनि टोक्यो भने खतम पार्छ। भयो, एउटा भेटियो। यसलाई चाहिँ पखाल्ने, यसरी पखाल्ने हो होइन। अनि यहाँनिर राख, म यसलाई चाहिँ अरू खोज्न जाऊँ, अरू भेटिन्छ होला। यसरी खोज्नुपर्छ कि बिस्तारै। अहिले लिन्छु नि म, सायद यहाँ पनि छ क्या हो एउटा। रुक जा मेरी जान। यहाँनिर चाहिँ गङ्गटा चाहिँ थुप्रै रहेछ कि, देखिसके तँलाई, तँ चाहिँ भाग्नै पाउन्नस्। छोपिहाल्यो फेरि एउटा, अरू फेरि एउटा चाहिँ नङले चाहिँ छोपिदिएको होइन, गङ्गटा यस्तो गरी छोपिदिएको। यसरी आजसम्म तपाईँहरूले सायद गौँटा यसरी छोपेको देख्नु भएको छैन होला। मैले यसरी गौँटा छोप्ने आइडिया निकालिसकेँ एउटा औँलाले। त्यो अघि हाम्रो राखेको यो चाहिँ तडपिरहेछ मजाले, यसलाई यो पनि छोप्यो, अरू पनि छोप्नुपर्छ। यहाँ दुईवटा भयो। ओ भाग्दैछौ अझै, दुईवटा भयो है। अरू पनि खोज्नुपर्छ, यहाँ अझै पनि छ होला। सानो सानो रहेछ, ठुलो ठुलो चाहिँ यस्तोमा बस्दैन कि। खोज्यो भने चाहिँ भेटिन्छ, खोज्दै जाऊँ।
सानो सानो माछा पनि रहेछ के। यहाँनिर छैन अलि यता खोजौँ। फेरि अर्को भेटायो है यहाँनिर, तर टोक्यो, यसले टोक्यो मलाई। तर यो भाग्न चाहिँ पाउँदैन है। फेरि अर्को छोपिहाल्यो। झन्नै यसले पनि टोकिदिएको। सानो त सानै छ, तर यसको एउटा टाङ चाहिँ चुड्डिसकेको छ है। यसलाई चाहिँ यसरी, यसको यो छ नि, यो भुँडीमा चाहिँ यसरी, यो सानो छ, अलिक कालो पो छ है, कालो। यसलाई चाहिँ नि यसो गरेर यो हल्का गाडिदियो भने यो मर्छ कि, हिँड्न पाउँदैन, बसिरहन्छ कि चिप्लो लागेर। अरू खोजौँ न। यो यति सानो सानो पनि छ कि, यति सानो सानो पनि छ कि, यस्तो यस्तो छन् कि। यहाँ चाहिँ मारेर कट्ठा गर्छु म। अहिले धेरै बनाउनु पर्छ है, छोपेर अलि धेरै बनाउनु पर्छ कि। साँझ चाहिँ अनि चट्ट होइन, भुटेर खानु मजा आउँछ नि त। फेरि यहाँनिर एउटा सानो भेटाए है। सानो छ कहाँनिर पनि, यहाँनिर चाहिँ यहाँनिर पात छ। यसलाई चाहिँ हटाऊँ। यो चाहिँ धेरै सानै छ, तर खानमा मजा आउँछ यो। पनि यहाँ राखौँ। अहिले अरू खोज्नुपर्छ है। अहिले चाहिँ यति मात्रै भेट्यो होइन, यहाँनिर यति मात्रै भेट्यो गङ्गटा। अब ठुलो छैन, ठुलो छैन, सानो सानो मात्रै भेटाइयो। अब उतातिर जानुपर्छ, पारी जानु पर्यो गङ्गटा लिएर, अनि उतातिर खोज्नु पर्ला। यहाँनिर चाहिँ हल्का यसलाई धोइदिन्छु, धोएर चाहिँ उता लिएर जानु पर्यो। मेरो फोन खस्यो भने चाहिँ खतम हुन्छ है। माछा मर्न जाँदा चाहिँ खोलामा। पारी पनि माछा मारिरहनु भएको छ। म चाहिँ त्यहीँ लिएर जानु लागि यति गङ्गटा। छेउछेउमा चाहिँ यस्तो छ क्या फेरि स्याउलीहरू।